हामी अहिले झापाको चारालीमा रहेको श्री पाउ पाथिभरा उत्तर गंगा प्रवेशद्वार पर्यटन प्रवर्धन समिति हो। चारालीमा रहेको श्री पाउ पाथिभरामा चाहिँ हामी दर्शन गर्न आएको हेरौँ। अनि हामी वहाँ ताप्लेजुङ मेन पाथिभरामा चाहिँ दर्शन गर्न जाने बेलामा चाहिँ हामीले सुरुमा यो पाथिभराको दर्शन गर्नुपर्छ अरे। अनि त्यसपछि चाहिँ हामी वहाँ इलाममा रहेको सानो पाथिभराको दर्शन गरेर अनि बल्ल जाने हो अरे माथिको ताप्लेजुङको पाथिभरामा चाहिँ, त्यो भन्ने रहेछन् होइन। अनि म चाहिँ अहिलेसम्म आएको थिइनँ, अनि आज चाहिँ हामी यहाँ आएको छौँ घुम्नको लागि, दर्शन गर्नको लागि। हेरौँ कस्तो छ भित्रपट्टि है त, म भित्र गएर भिडियो बनाउँछु। हस् अहिलेलाई बाई बाई, भित्र गएर फेरि म हाई भन्छु। यो हाम्रो पाथिभरा माताको पाउ हो। पाउ हामी अहिले पाथिभरा मातामा आइरहेको छौँ दर्शन गर्नलाई। चाहिँ हाम्रो झापाको चारालीमा छ, ठ्याक्कै पाउ जस्तै हुने रहेछ नि है। पाथिभरा माताको पाउ रे यो चाहिँ यहाँनिर हुनुहुन्छ। यहाँ यस्तो कस्तो अनौठो खालको रुख छ यहाँ होइन। यता सरसफाइ हुँदैछ। यताबाट फेरि पाउ देखाउँछु। यता पाउ ठ्याक्कै यहाँ छ, यस्तो पाथिभरा माताको पाउ छ। अनि हाम्रो यहाँ सरसफाइ पनि हुँदैछ। हाम्रो पाथिभरा माताको मुख्य मन्दिर रमाइलो छ, राम्रो रहेछ। यतातिर घन्टीहरू झुन्डाएको छ। यहाँ पनि माता हुनुहुन्छ, एकदम राम्रो मन्दिर रहेछ। हामी त्यो ठुलो पाथिभरा ताप्लेजुङमा छ नि, त्यो पाथिभरा जानु अगाडि चाहिँ हामीले यो सुरुमा यो पाउ पाथिभराको दर्शन गर्नुपर्छ अरे। त्यसपछि इलाममा रहेको सानो पाथिभराको दर्शन गर्नुपर्छ अरे। अनि बल्ल चाहिँ मेन पाथिभरामा जाने हो अरे है। मैले यो कुरा सुने आज थाहा पाएँ। यहाँ पनि हुन्छ एकदम राम्रो, एकदम रमाइलो रहेछ, आनन्द भएर आएर। अनि हाम्रो यो रुखको हेर्नु न कस्तो खालको डिजाइन छ यहाँ। कति वर्ष पुरानो रुख होला, यस्तो खालको रुख रहेछ यहाँ। कस्तो अनौठो लाग्यो मलाई यो रुख देखेर। यसको जराहरू अनौठोको रहेछ। यहाँनिर भक्तजनहरूको भिडभाड नै छ। यहाँ अगाडि चाहिँ शिवजीको मन्दिर रहेको छ। यता पनि सरसफाइ चलिरहेछ। अद्भुत मन्दिर रहेछ यो, अद्भुत मन्दिर रहेछ। ल जय पाउ पाथिभरा माता की।